आज हाम्रो एउटा ठाउँका भाइले चाहिँ यहाँ राम्रो प्र्याक्टिस गरिरहेछ चल्ला हुर्काउने के छ कसो छ रोग वेदी कता लाग्छ के लाग्छ भनेर उहाँले चाहिँ हेरिरहेको छ। उहाँले भोलि गएर चाहिँ भविष्यमा राम्रो काम गर्दै आफैले फल खोल्न सक्ला। यसरी अब मेहनत गरेर सिके बापत गर्नु फल अवश्य मिल्छ। उहाँहरूले त्यसरी उठाइराखेका छन्। DRS कृषि ड्युटी गरिराख्नु भएको छ उहाँले चाहिँ। यत्रो छ यो लगायत तल पनि छ चल्ला 3000 चल्ला लाएको हो। अहिले चाहिँ एकदम व्यापक दिन रात हैन यही कुखुरामा चाहिँ चल्लामा चाहिँ चल्ला रुगेर चाहिँ उहाँले कुखुरा बनाउनु हुँदैछ हेर्नु होला। र DRSले पनि हैन 3-4 जना चाहिँ रोजगार दिइरहेछ। यस्तो अवस्थामा पनि अब वैदेशिक रोजगारीको लागि जानको लागि आर्थिक कम हैन आर्थिक नपुगेको खण्डमा DRSमा पनि अवसर दिएर उहाँहरू चाहिँ अहिले यहाँ काम गरिरहेको देखिन्छ। यस्तै छ कुखुरा अरे भुरुरुरु हो भइरहेछ।